नमस्कार। आज म यहाँहरूका समक्ष हिमाल पारीको जिल्ला मुस्ताङतर्फ कालीगण्डकीको यात्रामा अथवा कालीगण्डासँगको सहयात्रामा मुक्तिनाथसम्मको मैले अनुभव गरेको यात्रा अनुभूतिलाई लिएर यो प्रस्तुति गर्न गइरहेको छु। नेपालका 77 जिल्लाहरूमध्ये मुस्ताङलाई हिमाल पारीको जिल्ला भनेर चिनिन्छ। अन्नपूर्ण र धौलागिरी हिमश्रृङ्खलाको विशाल काख पारी अवस्थित यो जिल्ला भूगोल, संस्कृति, मौसम र जीवनशैलीको दृष्टिले नेपालको अन्य भूभागभन्दा पृथक पहिचान बोकेको छ। यही विशिष्ट भूमिको दर्शन गर्ने उद्देश्यले हाम्रो 3 दिने यात्रा तराईबाट हिमाल पारीको संसारतर्फ अगाडि बढ्यो। मुस्ताङ प्रतिनिधित्व हुने गरी नीलगिरी, जमसम, मार्पा र मुक्तिनाथ मन्दिर वरिपरिको भैरवादेखि रिडीसम्म सिद्धार्थ राजमार्गको यो सहयात्रामा यात्राको सुरुवात भैरवाबाट भयो। भैरवादेखि बुटोल चौरासम्मको खण्ड ऐतिहासिक सिद्धार्थ राजमार्गको हिस्सा हो। बुटोल चौरामा पुग्दा केही क्षणका लागि सिद्धार्थ राजमार्ग र महेन्द्र राजमार्ग एक अर्कासँग भेटिए चाहिँ अनुभूति हुन्छ। त्यसपछि पुनः सिद्धार्थ राजमार्ग समात्दै हामी पहाडतर्फ उकालो लाग्यौँ। बुटोलबाट बर्थुङ हुँदै तानसेन भैरवा पार गर्दै रिडी पुग्दा पहाडी भूगोल, घुम्तीदार सडक र हरियाली वनले यात्रालाई थप रमणीय बनायो। रिडी पुग्दा कालीगण्डकीको सान्निध्यको अनुभूति हुन थाल्यो र गाडी चार्ज हुँदै गर्दा हामी नदी किनार नजिकका दृश्यहरूलाई आँखाभरि सजाउँदै तस्बिरमा कैद गरिरहेका थियौँ। कालीगण्डकीसँगको यो पहिलो निकट भेटले आगामी यात्राप्रतिको उत्साह अझै जगाइरहेको थियो अथवा अघि बढाइरहेको थियो। कालीगण्डकी कोरिडोरबाट हुँदै गएको यात्रा हामी रिडीबाट फेरि सुरु हुन्छ र कालीगण्डकी कोरिडोरको वास्तविक यो यात्रा नदीको बहासँगै अघि बढ्ने यो मार्ग नेपालकै सुन्दर सडक यात्रामध्ये एक मान्न सकिन्छ। गुल्मीको रुद्रवेणी आसपास पुग्दा नदी पारी स्याङ्जाका गाउँ बस्तीहरू देखिन्छन्। पहाडका फेरीदेखि लेकसम्म फैलिएका घरहरू, खेतीबारी र वन जङ्गलले नेपाल ग्रामीण जीवनको मनमोहक चित्र प्रस्तुत गर्छन्। सडक कतै फराकिलो र कालोपत्रे छ भने कतै कच्ची साँगुरो र उबडखाबड। यही मिश्रित अवस्थाले कालीगण्डकी कोरिडोरको यथार्थ झल्काउँछ। बीचबीचमा देखिने साना बजार, चिया पसल र स्थानीय जीवनका झलकहरूले यात्रालाई थप जीवन्त बनाइरहेका हुन्छन्। तल अविरल बगिरहेकी कालीगण्डकीमाथि अग्ला पहाड, भिरालो पाखामा बनेका खेतका कान्ला र चट्टान बीचबाट झर्ने ससाना झरनाहरूले यात्राभरि प्रकृतिको अनुपम सौन्दर्य प्रस्तुत गरिरहन्छ। यात्रा अगाडि बढ्दै जाँदा भूगोल क्रमशः फराकिलो देखिन थाल्छ। बागलुङको बलिया क्षेत्र पार गर्दै पर्वत र म्याग्दीको सीमा क्षेत्रमा पुग्दा नदीले बनाएको विशाल उपत्यका र पहाडका आकृतिहरूले प्रकृतिको दीर्घकालीन सृजनशीलताको अनुभूति गराउँछन्। अन्ततः कालीगण्डकी माथिको पुल तरेर हामी बेनी प्रवेश गर्छौँ। म्याग्दीको सदरमुकाम बेनी हिमाल पहाड जोड्ने प्रवेशद्वार झैँ लाग्छ। बेनीबाट केही समयको यात्रापछि गलेश्वर पुगिन्छ। कालीगण्डकी किनारमा अवस्थित यो क्षेत्र धार्मिक र प्राकृतिक दुवै दृष्टिले आकर्षक छ। यहाँ केही समय विश्राम गर्दै हामीले लन्च लियौँ र नदीको बहाव, हरियाली, पहाड र शान्त वातावरणले यात्राको थकान कम गरिदियो। त्यसपछि भने हाम्रो यात्रा हिमाल पारीको जिल्ला मुस्ताङतर्फ अझ उत्साहका साथ अगाडि बढ्यो। मुस्ताङ पुग्नु अघि देखिएको रूपसे प्रकृतिको अनुपम उपहार जस्तै लाग्यो। अग्लो भिरबाट झरिरहेको पानीको गर्जन र त्यसले सिर्जना गरेको शीतल वातावरणले यात्रुको मन लोभ्याउँछ। झरना आसपास पर्यटकीय संरचना विस्तार भइरहेको देखिन्छ, जसले भविष्यमा यस क्षेत्रलाई अझ आकर्षक बनाउने सङ्केत गर्दछ। मुस्ताङ प्रवेशसँगै हिमाली भूगोलको स्वरूप बदलिन थाल्छ। विशेष गरी मार्पा बजारले ध्यान खिच्छ। ढुङ्गाले छापिएका साँगुरा गल्ली, सेता र परम्परागत शैलीका घर तथा सफा र व्यवस्थित बस्तीले मार्पालाई विशिष्ट पहिचान दिएका छन्। मार्पाको नेपालभरि स्याउ उत्पादनका लागि प्रसिद्ध छ। हामी यात्रा गर्दा स्याउका बोटहरूमा भर्खरै साना फल लाग्न थालेका थिए। हरियाली बगैँचाभित्र हुर्किरहेका ती साना स्याउहरूले
केही महिनापछि यो क्षेत्र रताम्य फलले भरिने सङ्केत दिइरहेका थिए। बजारमा भने मार्फाको प्रसिद्ध स्याउबाट बनेको विभिन्न स्थानीय उत्पादन सहजै उपलब्ध थिए। स्थानीय कृषि र पर्यटनबीच सुन्दर सम्बन्ध यहाँ स्पष्ट रूपमा देख्न सकिन्छ। जोमसम मुस्ताङको प्रमुख केन्द्र हो। यसको अर्को विशेषता यहाँको चर्चित तीव्र हावा हो। हामी पुग्दा साँझपख हामी पुग्दा मौसम अपेक्षाकृत शान्त थिएन। त्यस दिनमा पानी परिरहेको थियो, तर दिन यो अगाडि रात बढ्दै जाँदा जाँदा हावाको गति कम हुँदै गइरहेको हामीलाई अनुभव भयो र हिमालबाट झर्ने चिसो हावाले गरी मौसममा समेत न्यानो कपडाको आवश्यकता महसुस गरायो। केही दिन अघि परेको वर्षाको कारण र हाल आइरहेको कारण र मौसमका कारण यस्तो भइरहेको थियो र हिमालहरू अत्यन्त प्रष्ट देखिनुपर्ने वा केही पनि शून्य थिए। जोमसोम मार्फा र आसपासका क्षेत्रमा हिमाल नदी र बस्तीहरूको अद्भुत सङ्गम देख्न सकिन्छ। कालीगण्डकी उपत्यकाले बनाएको विशिष्ट भूदृश्य खैरा पहाडहरूले मुस्ताङलाई नेपालको अन्य भूमिभन्दा फरक पहिचान दिएका छन्। र मुक्तिनाथतर्फ जाँदा कागबेनीले पनि यात्रुको ध्यान खिच्छ। कालीगण्डकी झोङखोला सङ्गमस्थलमा रहेको यो बस्ती पुरानो तिब्बती शैली, साँगुरा गल्ली र ऐतिहासिक महत्त्वका कारण मुस्ताङको विशिष्ट गन्तव्य मानिन्छ। यहाँको परिवेशले हिमाल पारीको जीवनशैलीलाई नजिकबाट अनुभूत गराउँछ। नीलगिरीको साथमा जोनसोमदेखि मुक्तिनाथसम्मको सडक यात्राले हिमाली भूगोलको अर्को रूप देखाउँछ। पछिल्ला वर्षहरूमा सडक सुधार भएका कारण यात्रा अपेक्षाकृत सहज बन्दै गएको थियो र यात्रा भरि नीलगिरी हिमालको पुरा दृश्य हेर्ने मन हुँदाहुँदै पनि त्यसतर्फ मन बढ्दै चाहिँ पनि हामीले मौसमको कारण हिमाललाई स्पष्ट रूपमा देख्न सकेनौँ। कहिलेकाहीँ देखिए पनि बादलभित्र हराउने, कहिले घाममा यसो चम्किए जस्तो गर्ने नीलगिरीको दृश्य यो यसो हेर्दा यो कतै प्रकृतिको जीवित चित्र त होइन जस्तो लाग्थ्यो। तर बादलसँग लुकामारी खेलिरहेको हिमालको त्यो दृश्य यात्राको सबैभन्दा रमणीय क्षण बन्न चाहे पनि हामीले खोजे जस्तो पनि पाउन सकेनौँ। मुक्तिनाथ अन्ततः हामी मुक्तिनाथ मन्दिर पुग्यौँ। मन्दिरसम्म पुग्न केही उकालोमा धेरै सिँढीहरू चढ्नुपर्छ। ती सिँढी पार गर्दै माथि पुग्दा वरिपरिका हिमाल देखिनुपर्ने हो, तर त्यो पनि हामीले देख्न सकेनौँ। उपत्यका हिमाल पारीको भूगोल देखिन्छ, त्यसले हाम्रो मनलाई आनन्दित बनायो। 108 धाराको चिसो पानी मन्दिरको वरिपरि निरन्तर बगिरहेको थियो। श्रद्धालुहरूको आस्था, प्राकृतिक शान्ति र आध्यात्मिक वातावरणले मुक्तिनाथलाई केवल धार्मिक स्थल मात्र नभई आत्मिक अनुभूतिको केन्द्र बनाएको थियो र यहाँ पुग्दा लामो यात्राको थकान स्वतः हराएको अनुभूति हुन्छ। फर्किने क्रममा पुनः बेनी हुँदै कुस्मातर्फ पुग्दा यात्राले अर्को रूप लियो। नेपालका अग्ला झोलङ्गे पुल र साहसिक पर्यटनका लागि परिचित कुस्माले मानव शिव र प्रकृतिको संयोजनको अद्भुत उदाहरण प्रस्तुत गर्यो। त्यसपछि पोखराको यात्रा लुम्लेको प्राकृतिक दृश्य साँच्चीकै मनमोहक लाग्यो। वरिपरि हरियाली थियो। समयको सीमितताका कारण यसपटक फेवातालको किनारसम्म भने हामी पोखरा पुगेर पनि जान सकेनौँ अथवा हामीलाई जो अवसर जुरेन र जति देख्यौँ टाढैबाट देख्यौँ। तथापि टाढैबाट देखिएको ताल र त्यसको पृष्ठभूमिमा उभिएको पोखरा उपत्यकाले मौन अभिवादन हामीसँग साटे जस्तो अनुभूति भयो। त्यसपछि हामी पुम्दीकोटतर्फ
पुगेर पुनः पहाड र उपत्यकाको सौन्दर्य हुँदै सम्पन्न भयो। यात्रा समाप्त भयो, तर कालीगण्डकीका छालहरू, मुस्ताङका हावाहरू, मार्फाका गल्लीहरू, नीलगिरीका दृश्यहरू, पशुपतिनाथ यो मुक्तिनाथ वरिपरिको क्षेत्र र त्यहाँ वरिपरिका दृश्यहरू अझै पनि हाम्रो स्मृतिमा ताजै छन्। यही नै यात्राको सबैभन्दा ठुलो उपलब्धि हो। गन्तव्यभन्दा पनि यात्राले मनमा छोडेर जाने अमूट अनुभूति। धन्यवाद।